एन्टी ग्राभिटी भन्ने चाहिँ अब तपाईँहरूले यहाँ देख्नुहुन्छ हामीले राखेको छौँ। यतापट्टि धेरै नै ओह्रालो अनि यतापट्टि धेरै उकालो देखिरहेको छ होइन। अब कुनै पनि चिज चाहिँ उकालोबाट धेरै हाइटबाट ओह्रालोतिर नै झर्छ नि होइन। यहाँबाट यो त माथि चढिरहेको छैन त, तर यहाँ यस्तो एउटा सेप बनाएको छौँ नि आकार, यो चाहिँ ओह्रालोबाट उकालो तर्फ गइरहेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ अटोमेटिक डस्टबिन सेन्सरवाला होइन त? अनि हामीलाई एक्सिडेन्टबाट जोगाउँछ अनि ट्राफिक जामबाट रोक्न सहयोग गर्छ। यसको चाहिँ के टाइम सिस्टम हुन्छ कि यो अटोमेटिक 5 सेकेन्ड हुन्छ। 5 सेकेन्डमा तपाईँलाई तलमाथि गर्छ। कक्षा 7 मा अध्ययनरत छात्र हो। हाम्रो प्रोजेक्टको नाम चाहिँ एसिड बेस एन्ड सल्ट हो। के हो? एसिड बेस एन्ड सल्ट हो। त्यसपछि यो चाहिँ ब्लू लिटमस पेपर हो। यो एसिडमा चाहिँ एसिड चिन्हलाई चाहिँ ब्लू लिटमस पेपर प्रयोग गर्छ। यो ब्लू लिटमस पेपरमा चाहिँ असर गर्दैन, यसले चाहिँ असर गर्छ। यो बेसले चाहिँ केही असर गर्दैन, तर यो एसिडले चाहिँ छालामा जलाउने काम गर्छ। यो एसिड चाहिँ त्यो हाम्रो ब्याट्रीतिर युज हुन्छ नि, त्यही त्यो त होइन नि? त्यो त होइन। आकाशै तपाईले सल्लाह दिनु। सिसा छैन। यसमा चाहिँ कागजमा चाहिँ चुरीको तिन लाग्यो। ए हजुर, त्यो विपरीत देख्ने विपरीत। ए त्यो कागज यसमा चाहिँ सिसा जुन बेलुनको हावा भुइँतिर जानु चाहिँ क्रिया हो भने जसको फलस्वरूप गाडी अगाडितिर बढ्नु चाहिँ विपरीत क्रिया हो। Math square. वर्ग घडी बनाएको यसलाई चाहिँ स्क्वायर वाच पनि भनेर हामीले बनाएका हौँ। यसमा चाहिँ 1 देखि 16 सम्म नम्बरको चाहिँ वर्ग सङ्ख्याहरू हामीले बनाएका लेखेका छौँ। जसमा चाहिँ अब वर्ग भनेको लम्बाइ र चौडाइ बराबर भएको एउटा आकृतिलाई हामीले हजुर के कस्तो यो भने चाहिँ हाइड्रोलिक हामीलाई चाहिँ हामीले हाइड्रोलिक ब्रिज पुल हाइड्रोलिक पुल अनि यो चाहिँ पासहरूको नियममा आधारित छ। तपाईँले र उतै देख्न सक्नुहुन्छ भन्नु एफमा चाहिँ अब फर्मुला लागिसकेपछि यो F1 हो। F को मिनिङ भनेको अहिलेको हालसम्म हामीले यो सिरिज युज गरेका छौँ। जसको सिलाइ चाहिने हाइड्रोलिक खालको फर्मुला कारण पासको नियममा आधारित छ। भित्र नि यो 7वटा कलरहरू हुन्छ। त्यही कलरहरू मिलेर चाहिँ अब कलरहरू मिलेर चाहिँ यो संसार उज्यालो भएको जस्तै अब यहाँ 7वटा कलरहरू छ। यो 7वटा कलरहरू सबै मिक्स हुँदा यो संसारलाई उज्यालो बनाउँछ। जस्तै यो 7वटा कलर छ, अब यसलाई मिक्स गर्दाखेरि सेतो देखियो। यसरी नै अब यो संसार उज्यालो छ। यो यसको स्याम्पल मात्र हो। यसको बारेमा हामीलाई केही जानकारी गराउनु। यो हाम्रो यसले चाहिँ पानी शुद्धिकरण गर्छ। यसले ब्रिदिङ त शरीरले ब्रिदिङ गर्छ। हेर्नु केही क्वेसन छ तपाईँले केही क्वेसन छ ब्रिदिङ कसरी हुन्छ बाबु? यो
हामीले अब सास लिन्छ त अङ्कल त्यति बेलाखेरि अब हाम्रो यो चाहिँ ल्यारिङ्स भन्ने हुन्छ होइन यहाँबाट अब हामीले सास लिन्छ अनि हाम्रो चाहिँ यो अब कहीँ जाने ठाउँ त छैन अनि यो हाम्रो सिधै लङ्स पर्छ होइन तपाईँ डायफ्राम भन्ने हुन्छ डायफ्राम भन्ने चाहिँ तल जान्छ यसरी अनि यसमा स्पेस हुन्छ अनि फेरि जब हामीले सास लिन्छ त्यति बेला फेरि हाम्रो यो डायफ्राम माथि जान्छ कार्बन डाइअक्साइड निस्केर यो कालो चाहिँ कस्तो खालको पत्थर हो यसलाई के भन्नु एन्टी ग्राभिटी कोडको बारेमा बनाएका छौँ र हामीले फर्स्टमा चाहिँ गुरुत्वाकर्षण बलको बारेमा बुझ्छौँ। गुरुत्वाकर्षण बल भनेको कुनै पनि चिजमाथि खाल्दा चाहिँ तल नै आकर्षण गरिरहेको छ, तानिरहेको हुन्छ नि त, तल नै झर्छ, त्यसलाई चाहिँ गुरुत्वाकर्षण बल भन्छ। अनि यो एन्टी ग्राभिटी भनेको चाहिँ अब तपाईँहरूले यहाँ देख्नुहुन्छ हामीले फिजिक्स गरिराखेका छौँ। यतापट्टि धेरै नै ओह्रालो अनि यतापट्टि धेरै उकालो देखिरहेको छ होइन। कुनै पनि चिज चाहिँ उकालोबाट धेरै हाइटबाट ओह्रालोतिर नै झर्छ नि होइन। यहाँबाट यो त माथि चढिरहेको छैन त, तर हामीले जस्तो एउटा सेप बनाएको छौँ नि आकार, यो चाहिँ ओह्रालोबाट उकालो तर्फ गइरहेको तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। यस्तो हामीले एउटा सेप बनाएको छौँ, यो चाहिँ तपाईँले ओह्रालोबाट उकालो तर्फ गएको देख्न सक्नुहुन्छ। यो त जाँदैनस् त नि होइन, यो चाहिँ हामीले यो चाहिँ के को कारणले भएको भने खासमा यो चाहिँ तपाईँको आँखाको भ्रम मात्र हो, खासमा यो भएको हुँदैन नि त। अब तपाईँलाई प्रुफ देखाउँछौँ है हामी। पत्ता लगाएका यसको हाइट 150 छ होइन। अब हेर्नु यो होइन, यतापट्टि बढी यतापट्टि कम हाइट भइरहेको छ होइन, र खासमा कुरा चाहिँ यति नै हो। यतापट्टि चाहिँ धेरै हाइट रहेको छ र यतापट्टि कम हाइट रहेछ। यो तपाईँहरूले देख्दा उकालो देख्यो भने यो चाहिँ मात्र तपाईँहरूको प्रकृतिमा सबै कुरा चाहिँ माथिबाट तलतिर नै झरिरहेको छ, उकालोबाट ओह्रालो नै झरिरहेको हुन्छ। हामी चाहिँ तपाईँहरूले यति नै बुझाउन खोजेको हो। नमस्कार हजुर, हजुरको नाम? अनि के परीक्षण गर्दै हुनुहुन्छ आज? टेलिस्कोप? यो चाहिँ टेलिस्कोपको मोडेल हो र यसको रियल टेलिस्कोप चाहिँ त्यहाँ छ। यो चाहिँ के हो भने टेलिस्कोप भनेर के भनेर बुझ्न चाहनुहुन्छ भने चाहिँ टेलिस्कोप भनेको कुनै पनि ताराको वस्तुहरूलाई हामीले नजिक ल्याएर देख्न सकिन्छ र यसको स्थापना चाहिँ 1608 मा भएको हो र यसको स्थापना ग्यालिलीले गरेको हो। र यो के हो भनेर बुझ्न चाहनुहुन्छ भने यो अब्जेक्टिभ हो, यो फोकस र आइपिस। यो अब्जेक्टिभबाट चाहिँ हामीले धेरै टाढाको वस्तुहरूलाई यहाँ फोकस दिन्छ र यहाँबाट आइपिसबाट हामीले हेर्न सकिन्छ। र अब्जेक्टिभ ठुला हुनको कारण चाहिँ केन्द्रीकरित ठुलो भएर अब्जेक्टिभ ठुलो भएको र आइपिसले केन्द्रीकरित सानो भएर आइपिस सानो भएको हो। नमस्कार। जलचक्रको मोडेल तयार पारेका छौँ। यो जलचक्र भनेको चाहिँ हाम्रो वातावरणमा निरन्तर चलिरहने एउटा प्रक्रिया हो। हजुर, यो चाहिँ कसरी सुरु हुन्छ भन्दाखेरि चाहिँ यो परेको पानी चाहिँ नदी नाला खोला हुँदै समुद्रसम्म पुग्छ। यो समुद्रको पानी चाहिँ यो घामको तापले तताएर बाफ बनेर बादलमा परिणत हुन्छ। यो चाहिँ पानी पर्नको लागि तयार हुनको लागि चाहिँ हावाको सम्पर्कमा आउने अनि अलिक गाढा हुने र गरम भएपछि चाहिँ यो चाहिँ पानी असिना र हिउँको रूपमा परिणत भई जमिनतिर झर्ने हुन्छ।
कति क्लासको नानीहरू हुन्? हामी चाहिँ कक्षा ए ल धन्यवाद है रस। प्याजको डिएनए परीक्षण गरिँदैछ यहाँ कक्षा जनजागृति मावि सल्लेरीको कक्षा 10 का स्टुडेन्टहरू। प्याजलाई चाहिँ एकै चम्चा यसले चाहिँ यो डिएनएलाई चाहिँ ब्लड सेल बनाउँछ, लिक हुन्छ त्यसलाई चाहिँ यसले ब्लड सेल बनाउँछ। एकछिन पिस निकाल्नु न यसमा। त्यो चाहिँ के हो रे नानीहरु चाहिँ इथानल। यसले चाहिँ यो डिएनएलाई छुट्याउँछ माथि। यो चाहिँ यो माइक्रोस्कोपबाट हेर्यो भने चाहिँ यो एकछिन ढिलो माथि यहाँ लेखिएको यो छ यो। तपाईहरुलाई म आज एसेट अफ स्याप है नेपालीमा के भन्छ भन्दा रसको आरोहणको बारेमा रातो बनाउँछ। यो कसरी बनाउँछ भन्दाखेरि हामीले यो पानीमा यो किरोसिन सल्युसन हाल्दाखेरि यो पानीको प्रेसर थोरै हुन्छ र यो हालहालको धेरै हुन्छ। जहिले पनि शक्ति थोरबाट धेरतिर तातिन्छ अनि धेरतिर तातिन्छ। त्यसैले यसलाई यो एक्सपेरिमेन्ट गर्दाखेरि साइलमले हेल्प गरेको छ। यसलाई साइलमले गर्दाखेरि नै यो पानी तलबाट माथि हुँदैखेरि यसरी बिस्तारै हाँगाहरू हुँदै माथि गएको छ। त्यसैले यो यसरी रातो भइसकेको छ। हेर्न सक्नुहुन्छ। सरहरूले